हेलो जी दर्शन नमस्कार। जो आज पनि मैले एउटा यस्तो नेपाली मुभीको रियाक्सन गर्न गइरहेको छु होइन। त्यो मुभीको नाम चाहिँ हो पार्वती। यो मुभीमा चाहिँ हाम्रो निता ढुङ्गाना र अशोक दर्जी दिदीभाइको रूपमा खेल्नु भएको छ होइन, दिदीभाइको नातामा खेल्नु भएको छ। सो मुभी ट्रेलरहरू चाहिँ दामी लाग्छ हो, दुःखको मुभी जस्तो पनि लाग्छ। सो तपाईँहरूलाई कस्तो लाग्छ होइन, सो हेरेर कमेन्टमा बताइदिनु होला। जो अब चाहिँ सुरु गरौँ है त। OSR Digital, entertaining the nation. आमा हाय होइन म यति साह्रो गालो किन भएको? म कता गएको नि आमै गाली छ त कसरी गरौ राम्रो छैन भाइ, ठिकै छ राम्रै छ। तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ? तिमी पनि मेरो लागि सपथोक हो नि दिदी। म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी। हेरेर नि दिदीको माया आमाको जस्तै अनि भाइको साथ छाया जस्तै। यही त हो सबैभन्दा मिठो सम्बन्ध। मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। पढ्छ है छोरी? ओइ पढ्छ नि है। आउ आउ। हाम्रो जस्ता बाबुहरू ए पागलनी घरमा बाँधेर राख्नु पर्ने छोरीलाई स्कुल पठाएर के नै डाक्टर पाइलट बनाउँछु भन्नु भएको छ। दिदीलाई खासमा के भएको हो? के भएको तिम्रो कुल बिग्रिएको छ। कुल देवताले गर्दा नै तिम्रो छोरीलाई यस्तो भएको हो। तेरी छोरी पक्कै बानी छे। तेरो छोरीले तेरो उद्धार गर्छ। ओइ बुढो, मेरो दिदीलाई के गरे? बक्नु बुवाले भन्दिछु। आइज दिदी। आया! हेर्दै जा, तेरा छोरीलाई मैले जानेको छु। यसले गर्दा आज कति वचन सुन्नु पर्यो। यो जन्मनु सट्टा त मेरो घरमै तुएको भयो हुन्थ्यो नि। हिन भनेको पार्वती ले 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 ले। म त बुझ्थे मर्नुपर्ने मान्छेलाई बुझ भन्छ। बुझ भएर किन बस्ने? मेरो बच्चा खोइ मेरो साथी जाइगयो। मेरो बाबा चाहिँ मेरो गाछो। मलाई मेरो बच्चा चाहियो। मलाई मेरो बच्चा चाहियो। त मेरो दिदी बाटोमा एक्लै छ। मलाई जान दिनु न। दिदी! उहाँ चाहिँ हाम्रो माग्ने बुढा एकदम भाइरल हुनुहुन्छ होइन। माग्ने बुढाको धेरै पुलिसको मेरी दीदी हाँसेको दिदी मैले तिम्रो जिम्मेवारी लिन सकिनँ। मलाई माफ गर्नु दिदी। अबदेखि म तिमीलाई कहिले छोड्दिनँ। तपाईँहरूलाई मुभी चाहिँ कस्तो लाग्यो होइन। यो चाहिँ एकदम दुःखको मुभी छ होइन। निता ढुङ्गाना यस्तो लाटा जस्तो खेल्नुपर्छ। लाटा जस्तो भन्नाले पनि एउटा अपाङ्ग जस्तो भएर खेल्नु भएको छ क्या। जो सो सबैले हेरेर कमेन्ट गरिदिनु होला कस्तो लाग्छ। हजुर हामी जनगणना